नमस्कार। अहिले हामी तनहुँको दमौली यो तनहुँ जलविद्युत आयोजनामा रहेका छौँ। 140 मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ। अहिले हामी यो ड्याम स्थलमा रहेका छौँ। बाँध स्थल भन्छ जसलाई। यो बाँध स्थल हो दर्शक महानुभावहरू। यहाँ हामी देख्न सक्छौँ सेती नदीलाई चाहिँ थुनेर यहाँ बाँध निर्माणको काम अहिले भइरहेको छ। बाँध निर्माणको काम धमाधम भइरहेको छ र क्रेन हामी देख्न सक्छौँ। यहाँ अहिले 3टा क्रेन हामी यहाँ देखिरहेका छौँ। क्रेनले यसरी सामानहरू सहज रूपमा लैजाने, तल झार्ने, उचाल्ने गरिरहेका छन् र धमाधम निकै नै रफ्तारमा लगभग 100 हाराहारीमा यहाँ निर्माण मा खटिरहनु भएको छ। 100 जना भन्दा बढी नै हुनुहुन्छ होला लगभग यहाँ हामी देख्न सक्छौँ। यो नै विद्युतीय उपकरण सहित विभिन्न परियोजनाले यसले चाहिँ नेपालको जलविद्युत क्षेत्रमा निकै नै ठुलो महत्त्वपूर्ण योगदान दिने हामी देख्न सक्छौँ र यो गौरवको आयोजना नै हो तनहुँको लागि। निकै नै हामी एकदमै यो निर्माण भइसकेपछि जलाशययुक्त आयोजना यो हिउँद बर्खा नै यसले काम दिन्छ। अन्य जलविद्युत आयोजना रन टु रिभर चाहिँ हिउँद बर्खामा हुँदैन दर्शक महानुभावहरू। बर्खाको समयमा पुरा क्षमतामा काम दिने र हिउँदको समयमा कम उत्पादन हुने भए पनि यसमा भने 140 मेगावाट हिउँद बर्खाकै 12 महिना वर्षैभरि दिने हामी पाएका छौँ र यसको त्यसरी नै निर्माण गरिँदैछ। अहिले हामी देख्न सक्छौँ। हेर्दै क्रेन उडिरहेको अवस्था छ दर्शक महानुभावहरू। क्रेन चलेको अवस्था छ माथिको अवस्था हामी देखिरहेका छौँ। यसरी निकै नै उत्साहका साथ काम भइरहेका छन्। किन हाइटमा गएको छ क्रेन, निकै हाइट लिएको छ यसले। हेर्नुहोस् त प्रविधिको क्षेत्रमा अहिले निकै नै अगाडि बढिरहेको छ र यो जलविद्युत आयोजना निर्माणपछि तनहुँको लागि पनि निकै नै उत्साह थप्ने गर्छ र अहिले पनि यसले रोजगारी सिर्जनाको काम गरिरहेको छ। प्रविधिको क्षेत्रमा निकै नै फड्को मारेको छ र तनहुँलाई एउटा हाइड्रोको हब बनाउनको लागि पनि यस्ता आयोजनाहरू निकै नै महत्त्वपूर्ण छन्। अहिले 140 मेगावाटको यो तनहुँ जलविद्युत आयोजना रहेको छ भने यसैको माथि र सेतीलाई मिसाएर तल्लो सेती 126 मेगावाट अर्को जलविद्युत आयोजनाको काम परीक्षणको चरणमा रहेको छ। त्यसलाई पनि बिस्तारै अगाडि बढाउने तयारी छ र यसले गर्दा तनहुँमा यो 140 मेगावाट दर्शक महानुभावहरू, अर्को मर्स्याङ्गी 69 मेगावाट र तल्लो 176 मेगावाट 3टा जलविद्युत आयोजना निर्माण भइसकेपछि नेपालको जलविद्युत क्षेत्रमा तनहुँको कन्ट्रिब्युसन पनि निकै नै महत्त्वपूर्ण रहने देखिन्छ। यस्तो निकै नै ठुलो महत्त्व राख्छ, दूरगामी महत्त्व राख्छ जलविद्युतको क्षेत्रमा। त्यसले चाहिँ नेपाल तनहुँ जिल्लालाई, यो मध्य भागमा छ तनहुँ जिल्ला, त्यसका अलावा यो जलविद्युत क्षेत्रमा निकै नै ठुलो कन्ट्रिब्युसन यसरी क्रेन चलिरहेको छ। सामानहरू उठाउनको लागि, तल झार्नको लागि निकै नै यसले सहयोग पुर्याइरहेको छ। कति अर्ब बढी हो, 50 चान्चुन कति हो त्यो ठ्याक्कै अहिले भनेर नमिलेन। 50 माथि हो कि जस्तो लाग्छ। 50 अर्ब हो कि त्यही चान्चुन कति छ।